लो बानेश्वर चोकमा गाडी चलाइरहेको छ हेर्न सक्नुहुन्छ भित्र मान्छे थुनेर आएको छ ड्राइभरलाई कहाँ भित्र त्यहाँनिर हेर्नु त्यहाँ त्यहाँ त्यो एटिएम भित्र त्यहाँ ड्राइभर थुनिरहेको छ यो गाडी चलाउने ड्राइभर होइन उयो गाडी चलेको ड्राइभर त्यहाँनिर मान्छे छ यतिकै सही गरेको हो कि मान्छे हान्दै आएपछि त्यही त हो नि त्यही पनि भ्याम 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 बत्ताएपछि यही हो कि ओइ त्यहाँ एउटा मान्छे मऱ्यो होला है त्यहाँभित्र त मऱ्यो होला त ए दुस्नो पिड्यो होला है त्यो ड्राइभरलाई ए ठिक छ यत्तिको त नगरे हुँदै हुँदैन त त्यहाँबाट हेरिरहेको होइन यता गएछ त्यही हो क्या मान्छे मार्ला जस्तो ल्याएपछि आफै मर्छ अहिले होइन त्यहाँ यस्तो दामी बाल्दैछ नि मा टोक्ने त्यो हो क्या त्यो गाडी हेर्नु त्यहाँ गाडी जलाइदिइसकेको छ अनि ऊ त्यहाँ एटिएममा ड्राइभर थुन्दैछ है देख्न सक्नुहुन्छ यति नगरे त हुँदै हुँदैन कि सक्दो हेरिदिनु होला भन्न चाहन्छु झन्डै छन् मान्छेहरू यति नगर्दा नहुने कि जाऊ 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 आइज न भन अरे यहाँ बसिरहेको होइन आइज आइज होइन मान्छेले कहिले पनि जबरजस्ती गर्नु सेबै छौँ नि त अन्त यो नि त बाह्र जान मन लाग्छ नि हिँड्ने हो होइन त्यो जबरजस्ती गर्नु हुँदैन देखा ड्राइभर त चोइड भयो होला त्यो एटिएमभित्र छ कसरी ग्यास फालिदियो भने गाह्रो पर्छ सासै गर्नु भाइ नि अन्त मैले कहाँबाट लगाइदिएर आएको लगाइदिइहाल्दैन लाइटर हुँदैन मान्छेसँग पेट्रोलको गाडी होला भाइ मैले अलिकति गरेर गर्दैन नि भइहाल्छ